हेलो गुड इभिनिङ यहाँहरू सबैलाई। तपाईँहरू कस्तो हुनुहुन्छ? हामी चाहिँ ठिकै सन्चै छौँ। अनि अहिले चाहिँ हामी धरानमा आएको छौँ। धरानमा आएकोले गर्दाखेरि अलिक बिजी व्यस्त भइरहेछौँ र पनि बिजी व्यस्त भएको बावजुद पनि हामी अहिले चाहिँ यहाँ फ्यामिलीसँग एकछिन हामी हावा खानु निस्किरहेछौँ गाडी। अहिले चाहिँ हामी भर्खर घरबाट निस्केको। अब हामी चाहिँ भानुचोकहरू भएर यता तल घुम्दै त्यहाँबाट हामी बगरकोटमा आएर चाहिँ एकछिन सेकुवाहरू खानेछौँ भनेर निस्केको। अब कहाँ कहाँ हुन्छ हेर्दै जानु होला। हामी कहाँ घुम्नेछौँ। अनि आज हामी चाहिँ सबै 4-5 जना फ्यामिली नै बाहिर निस्किरहेको छौँ नानीहरूलाई लिएर। अन्त नानीहरूको पनि दिउँसो त सबै स्कुलहरू लाग्छ, बेलुका चाहिँ अब अलिक उनीहरू पनि फ्री हुन्छ। अनि त्यही भएर चाहिँ नानीहरूलाई लिएर बाहिर निस्किरहेको छौँ। अनि यहाँ चाहिँ बेलुकाको यस्तै 6-6:30 कति बजिरहेछ। तर यहाँनिर चाहिँ सुनसानै छ धरानमा। सिलगढी चाहिँ जति बेलुका भयो त्यति बजारहरू सुरु हुन्छ। वहाँ चाहिँ अब बेलुका नै मान्छेहरू बेसी निस्किन्छ। अनि यहाँ धरानमा चाहिँ नेपालमा चाहिँ अलिक छिटै नै बेलुका बन्द हुन्छ है। तर पनि हामी चाहिँ गाडीमा जाँदैछौँ बातहरू गर्दै। अब टाढा हुँदा चाहिँ फेरि धेरै चिज हुन्छ नि त। अन्त कोही बेला भेट हुन्छ 1 वर्ष 5-6 महिनामा। अन्त नानीहरू पनि हतपत यता त्यता हिँड्नु पाउँदैन। अन्त अब यसरी भेटघाट हुँदाखेरि चाहिँ अब घुम्नु डुल्नु रमाइलो लाग्छ। अन्त यस्तै छ है। हामी धरान आएको छौँ अहिले चाहिँ। त धरानको अब यो चाहिँ हाम्रो बगरकोट आइपुगेको छौँ। हामी बगरकोट पुग्नु लागिरहेको छौँ। अन्त यो जग्गा चाहिँ पहिला सुनसान हुन्थ्यो अनि अहिले चाहिँ यस्तो भएको छ बगरकोट चाहिँ। अनि बेलुका भएपछि चाहिँ यहाँ मान्छेहरू आउनुहुन्छ एकदमै रिल्याक्स गर्नुको लागि। अब दिनभरि बिजी व्यस्तको बावजुद पनि कामहरू गरेर बेलुका चाहिँ यहाँनिर मान्छेहरू घुम्नु, यसरी फ्यामिली गेट टुगेदर गर्नु के को प्रोग्रामहरू भइबस्छ बगरकोटमा। अन्त अहिले चाहिँ हामी बगरकोट पुग्नु लागेको छौँ। अनि यहाँनिर चाहिँ नानीहरू एकदम रमाइलोहरू गर्दैछ। मेरो भदाई दिदीको नाता नातिनीहरू हुनुहुन्छ। हाम्रो पनि नातिना नै हुनुहुन्छ। हामी चाहिँ बोजू पनि भइसक्यो। अनि यहाँ बाटोमा जाँदैछौँ हामी। परिवारसँग भेट्नुको रमाइलो अर्कै छ छुट्टै हुन्छ। हामी के गर्छौँ देखाउनेछौँ है। बगरकोट धरान बजारको एक राउन्ड लगाएर चाहिँ हामी अहिले यहाँ बगरकोट साइड आएको छौँ। अन्त अब पुग्यौँ हामी यहाँनिर डेस्टिनेसनमा बगरकोटमा। अन्त अहिले चाहिँ हामी हिँडेर पर जाँदैछौँ रेस्टुरेन्टमा कि नानीहरूसँग बसेर। हामी यहाँको सेकुवा चाहिँ एकदम फेमस छ बगरकोटको। अनि धरानको प्राय बगरकोटको सेकुवा भनेपछि चाहिँ एकदम फेमस छ। तपाईँहरू पनि धरान आउँदा बगरकोट आउनु नभुल्नु होला। अनि यहाँ चाहिँ एकदम राम्रो सेकुवाहरू पाउँछ। अनि फ्यामिली गेट टुगेदर गर्नु एकदम रमाइलो जग्गा छ। हुन्छ हामी आइपुगेका छौँ।
हामी चाहिँ सेकुवा खाइसकेको छौँ सबैजनाले अनि एकदमै इन्जोय गऱ्यौँ। सेकुवा चाहिँ एकदमै टेस्टी यम्मी थियो अनि तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला। हुन्छ हामी चाहिँ अब घर जाँदैछौँ, बाटोमा छौँ। हुन्छ, गुड नाइट, सी यू अगेन।